नारदमुनि थुलुङ गोल्ड कपको कारणले गर्दा यस वर्षा बर्खेडाँडाका होटल व्यवसायमा प्रत्यक्ष रूपमा के कस्तो प्रभाव परे त आजको अपडेटमा त्यो हेरौँ। पक्का यो राम्रो चलिरहेछ नि? चलिरहेछ। गर्मी भए पनि चलिरहेछ, अरू बेला पनि चलेको थियो। हजुर। तर यो गोल्ड कपको कारणले गर्दा अलिकति धेरै चलेको हो। ठिकै हो। धन्यवाद। व्यापार कस्तो चलिरहेछ त? एकदमै यो गोल्ड कप भएपछि के व्यापारले अलिकति फड्को मारेको हो? हो बाजे। अलिकति चल्छ। पहिला भन्दा राम्रो चलेको छ हजुर। गोल्ड कपको कारणले गर्दा। पहिले भन्दा राम्रो चलेको छ गोल्ड कपको कारणले गर्दा। यसको मतलब व्यापार महोत्सव भइरहेको छ। हजुर। थ्याङ्क यू। एकदमै। ल यो गोल्ड कपको कारणले गर्दाखेरि के होटल व्यवसाय अलिकति चलेको हो, फड्को मारेको हो? नारदमुनि थुलुङ गोल्ड कपको कारणले गर्दाखेरि व्यवसाय अलिकति फस्टाएको हो भन्ने एक किसिमको बुझाइ छ। कतिको सत्य हो? अलिकति व्यापार चलेकै हो। धेरैजना भनौँ अलिअलि हिजोको भन्दा अलिकति आज अलिकति हो कि जस्तो मात्रै है। मेरोमा चाहिँ भाव त थुप्रै भयो होला। ल पक्कै पनि नारदमुनि थुलुङ गोल्ड कपले चाहिँ केही दिनको लागि भए पनि होटल व्यवसायहरूलाई चाहिँ प्रत्यक्ष रूपमै केही न केही लाभान्वित भएको यहाँ हामीले प्रष्ट बुझ्यौँ। सम्पूर्ण होटल व्यवसायहरूलाई धेरै धेरै धन्यवाद। अझै राम्रो सेवा सुविधा दिन यो भिडियोबाट म सम्पूर्ण होटल व्यवसायहरूलाई हार्दिक अनुरोध गर्न पनि चाहन्छु।